तराईको म्याक्सिमम क्षेत्रहरूमा चाहिँ प्रायः ऐलानी जग्गा नै छ क्या। र हाम्रो ठाउँमा पनि लगभग सबै ऐलानी जग्गा नै हो। यो नम्बर चाहिँ कसैको होला, नभए प्रायः सबै ऐलानी नै छ। र त्यो ऐलानी जग्गा पनि कसैले सरकारले आएर बस भनेर बसे होइन, सबैले जङ्गल फाडेर नै बस्यो। मलाई अझै पनि याद छ, लगभग 15-16 वर्ष अगाडि त्यहाँ सबै जङ्गल थियो क्या। हाम्रो घरबाट पारि हेर्दा सिसमघारी थियो, र अहिले पुरै ठाउँतिर बस्ती नै बस्ती छ। अब सरकारले यसरी ऐलानी जग्गा जङ्गल फाडेर बसेको भनेर उठायो भने चाहिँ पुरा देश उड्छ हेर्नु होइन। लगभग तराईको क्षेत्रभरि धेरै जसो उड्छ। सरकारले चाहिँ त्यसो भनेको छैन। अब सरकारले अतिक्रमण गरेर बसेको जग्गा हटाउने, त्यसपछि अब यो खोला किनारमा बसेका सुकुम्बासी बस्तीहरू, जोखिमयुक्त ठाउँ बसेकालाई चाहिँ हटाउने भनेर चाहिँ भने हो होइन। अब यसमा पनि हाम्रो यो जो औद्योगिक क्षेत्रभित्र परेको जग्गा अतिक्रमण गरेको भनेको छ नि, यो अतिक्रमण गरे चाहिँ होइन क्या। हामीले पनि, हामी 2040 सालमा आएको, हाम्रो बुवा भनौँ न, म त यतै जन्मिया हो होइन। अनि यो हाम्रो बुवाहरू पनि आउँदा पनि अब त्यहाँ पहिले बस्ती थियो अरे अलरेडी भनेपछि अझै पुरानो बस्ती हो। अब सबै ठाउँतिर नै त्यही हो होइन। पहिलेबाट आएर बस्ती बस्ने, अलिअलि अब मान्छेहरू आउने, त्यसरी चाहिँ गाउँ बन्या हो। र अब यसको लाल पूर्जा बनेको छ, जो औद्योगिक क्षेत्रको लाल पूर्जा बनेको छ 2073 सालमा, यो केपी शर्मा ओलीको पालामा, अनि यो दलबहादुर सुनारको पालामा, यिनीहरू सांसद भएको पालामा होइन। त्यस बेला चाहिँ लाल पूर्जा बनाएर रहेछ। अब मलाई चाहिँ के लाग्छ भने, लाल पूर्जा बनेको 2073 पछि सरकारी जग्गा बनेको हो नि त त्यसपछि। तर त्योभन्दा अगाडि त सबैतिर अब सरकारको नाममा जग्गै थिएन भन्नाले, अब हाम्रो ठाउँतिरको सरकार नाममा त गरेको थिएन। 73 को पछि जो निर्णय गरे तिनीहरूले, अब को टाउके मिलेर अब यसमा गाउँलाई नै उठाउने तरिकाले चाहिँ गरे, त्यो चाहिँ थाहा भएन होइन। यो बारेमा चाहिँ सरकारले एकचोटि अनुसन्धान गर्नुपर्छ, राम्रोसँग इन्भेस्टिगेसन गरोस् होइन। अब यो जनतालाई नै असर पर्ने गरी योजनाहरू ल्याउने मान्छे चाहिँ को रहेछ। अब यसमा पनि जस्तै अब 73 पछि जसले आएर अतिक्रमण गरे, 73 पछि जो आएर बसे, तिनीहरूलाई चाहिँ खाली गराएर त्यही वरिपरिको ठाउँमा, वरिपरिकै गाउँमा व्यवस्थापन गर्ने कि भन्ने पनि मेरो एउटा विचार हो। तपाईँलाई चाहिँ कस्तो लाग्छ होइन यो विषयमा? अब तपाईँको घर यो औद्योगिक क्षेत्रभित्र पर्दैन भनेपछि तपाईँलाई त उठोस् भन्ने पनि लाग्छ होला कसैलाई होइन। उठे पनि बाल हुँदैन कसैलाई चाहिँ, कसैलाई है, सबैलाई भने होइन। कसैलाई चाहिँ नउठोस् होइन। अब एउटै गाउँठाउँ हो, अब सबैजना चाहिँ अब यहीँ भएपछि सबैजनाले यहाँ रोजगार पनि पाउँथे भन्ने राम्रा विचारका मान्छे पनि हुन्छन् कोही होइन। अब तपाईँ चाहिँ कुन क्याटेगोरीमा पर्नुहुन्छ त्यो चाहिँ थाहा भएन। अब सरकारले चाहिँ एकचोटि राम्रोसँग इन्भेस्टिगेसन गरोस्। 2073 सालमा यो चाहिँ कसरी पारित गरियो, कसरी योजना ल्याइयो होइन। अब खाली जग्गा अब थियो, अब खाली जग्गामा मान्छेहरू बस्तीहरू बसे, योजनाहरू ल्याए, बस्तीहरूसम्म नै पुग्ने गरी 5-6वटा गाउँ उठाउने गरी परियोजना ल्याउनु चाहिँ। त्यसपछि पनि कर चाहिँ जनताले तिरे, अहिलेसम्म तिरिरहेको छौँ हामीहरूले जग्गाको कर चाहिँ होइन। कर त हामीले तिरिरहेछौँ, तर नाममा छ जग्गा, त्यो औद्योगिक क्षेत्रको नाममा छ। यो कुरा चाहिँ मैले बुझ्न सकेन कि नाममा चाहिँ अर्को यो औद्योगिक क्षेत्रको नाममा जग्गा छ, लाल पूर्जा तिनीहरूको नाममा बनाएको छ, तर कर चाहिँ जनताले अहिलेसम्म तिरिरहेका छन् क्या। तर यो पैसा जान्छ चाहिँ कहाँ भन्ने कुरा मेरो चाहिँ प्रश्न हो क्या यो। अब यो बारेमा चाहिँ मलाई खासै थाहा छैन होइन, तर मैले सुनेअनुसार चाहिँ, अब साँचो हो या झुटो मलाई थाहा छैन, तर सुनेअनुसार चाहिँ जग्गाको कर हामीले तिरेको पैसा चाहिँ अहिलेसम्म सरकारमा चाहिँ गएको छैन अरे भन्ने चाहिँ सुन्या हो है मैले चाहिँ। अब यो बारेमा मलाई एकदम स्पष्टसँग थाहा छैन, सुनेको भरमा भने हो है। अनि अर्को कुरा जस्तै अब सरकारले यसपछि अब औद्योगिक क्षेत्रको भित्र परेका जग्गाहरूलाई चाहिँ अहिले तुरुन्त हटाउने भन्दा पनि पहिला व्यवस्थापन गरेर त्यहाँ ठाउँमा सबै जाँचबुझ गरेर नै हटाउने, डोजर चलाउने भन्ने कुरा गरेको छ। यो बिचमा चाहिँ अब सबैजना मिलेर, जो पीडित हुनुहुन्छ सबैजना मिलेर अब एकचोटि सरकार समक्ष कुरा चाहिँ राख्नुपर्छ। किनभने हाम्रो गाउँलाई नै नरहने गरी, हाम्रो कति खेतीयोग्य जमिन छ नि त प्रायः सबै, त्यो ठाउँलाई औद्योगिक क्षेत्र बनाएर हामीलाई नै विस्थापित गरेर, हामीलाई नै उठाएर अन्तै लगेर राखेर हाम्रो ठाउँको चाहिँ कसरी विकास भयो त? अब तपाईँ यही औद्योगिक क्षेत्रभित्र पर्नुहुन्छ भनेपछि त तपाईँलाई पनि चित्त दुख्छ होला, नउठाओस् भन्ने लाग्छ होला। अब तपाईँ बाहिर पर्नुहुन्छ भनेपछि त अब भगवान् जानु होइन। त्यही भएर अब एकचोटि सबैजनाले एकचोटि कुरा राख्नु सरकार समक्ष, अब कस्तो रेस्पोन्स आउँछ उता माथिबाट चाहिँ।